अवकाश हुने बेला भइसक्यो। एउटा पनि छोरी मान्छेलाई मैले एसएलसी दिनेसम्म पुर्याउन सकिनँ। सर गौथरीले पास गर्छ एसएलसी। पढेर के हार्छेस? म बे गर्दिनँ। म पढ्छु नि। के रे बाउलाई सिक्याऊ, तँलाई पढाउनलाई बे गरेर ल्याऊ। चट बिहे गरेपछि मैले तपाईँको लागि घर आमा बुवा सबै छोडेर आएको। त्यो श्रीमान होइन दुश्मन होस् मेरो। जुन बेलामा मेरो लागि लड्नु पर्ने थियो त्यो बेलामा त लड्नु भएन। अब लडेर के गर्नुहुन्छ? गाईको घिउ आई लभ भयो, अरूले सुन्नुहुन्छ।